हेर्नुहोस्, एमालेमा भोट हाल्नुभन्दा पहिले पछिल्लो 5 वर्ष यता केपी ओली र एमाले सरकारले देशका लागि दिएका मुख्य योगदानहरू लिस्ट हेरौं। गिरिबन्धु टी एस्टेटमा 280 बिघा, ललिता निवासमा 143 रोपनी, भुटानी शरणार्थी काण्डमा 28 करोड 81 लाख, सेक्युरिटी प्रेसमा 70 करोड, टिकापुर जग्गामा 30 बिघा, व्हाइट बडीमा 4 अर्ब 35 करोड 56 लाख, दरबार मार्ग जग्गा काण्डमा 5 अर्ब, नारायण हिटी जग्गा काण्डमा 14 रोपनी, बतास काण्डमा 34 करोड, पशुपतिको बालुवामा 5 अर्ब, मेडिकल उपकरण 3 अर्ब, पशुपतिको जलहरीमा 80 करोड, एनसेल करछलीमा 56 अर्ब, स्काउटको जग्गा घोटालामा 10 करोड, विद्युत बक्कायोतामा 22 अर्ब, पोखरा भैरहवा एयरपोर्टमा 26 अर्ब, उपचारमा राज्य कोषको 18 करोड, भीमबहादुरको जग्गादानमा 1 अर्ब, भिजिट भिसामा दैनिक 50 लाख, स्पेन यति ओम्नी 78 लाख घुस अडियो काण्ड, जेन्जी आन्दोलनका दिन 4 घण्टामा 76 जना मान्छे मार्ने हत्यारा। अब यति कुरा बुझ्दा बुझ्दै पनि त्यही हत्यारा एमाले सरकार रोज्ने कि नयाँलाई पालो दिने? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्।